हेलो नमस्ते सबैजना आरामै हुनुहुन्छ नि म पनि एकदमै आरामै छु तपाईहरुलाई फेरि अर्को भिडियो लिएर आएको छु यो चाहिँ नयाँ हैन 1 वर्ष अगाडिको पुरानो भिडियो हो तपाईहरु सामु ल्याएको छु माया गरिदिनु होला हेरिदिनु होला हिँड्न नसकेर लास्टमा सफारी सिटीमा चढाउनु पर्ने मान्छेलाई होइन होइन दाइ होइन भन्नु त हो नि अरु सबै चढेको त यति साह्रो होइन त्यही सुविधा लिऊँ न त भनेर हो हाम्रो यात्रा चाहिँ नेपालदेखिको इन्डियाको कलकत्तासम्मको यात्रा 4 दिनको यात्रा थ्यांक यू सो मच नेशनल लाइफ इन्स्योरेन्स कम्पनी यति राम्रो प्याकेज दिनुभएकोमा थ्यांक यू सो मच सर साथ सपोर्ट गरिदिनु भएकोमा अनि एलिसा म्यामलाई थ्यांक यू सो मच एकदम हेल्प गरेकोमा हाम्रो यो चाहिँ पहिलो दिन हो दोस्रो दिन चाहिँ हाम्रो दिघा बीचको थियो खासमा चाहिँ हाम्रो चाहिँ दिघा बीचकै टार्गेट गरेर ल्याउनु भएको यो चाहिँ दिघा बीच हो एकदमै राम्रो छ भन्दा पनि अलिक डिफ्रेन्ट लाग्यो मलाई चाहिँ भिडियोमा देखेको भन्दा एक्सपेक्ट गरेको भन्दा चाहिँ अलिक फरक नै लाग्यो भनौँ नेपालमा चाहिँ एकदम हुन्छ नि सङ्गिलो पानीमा खेल्ने बानी भएर होला यहाँको चाहिँ पानी धमिलो त्यही भएर अलिकति मन कस्तो कस्तो हुने क्या अलिकति छुट्टै लाग्यो भनौँ न नेपालको हेरेर त अलिक फरक नै हेर न यता हेर यहाँको समुद्र देख्नुभयो होला तपाईँहरूले दिघा बीच भनेर देख्नुभयो होला नि भिडियोमा तपाईँहरूले हुन्छ नि भिडियोमा अर्कै देख्नुहुन्छ नि युट्युबतिर अर्कै देख्नुहुन्छ सोसियल मिडियातिर तर यो फेस टु फेस हुन्छ नि हेर्दाखेरि चाहिँ त्यहाँ गएर फिल गर्दाखेरि चाहिँ धमिलो पानी अलिक अर्कै लाग्ने क्या अलिक नमजा भनौँ न मलाई चाहिँ जे छ ओरिजिनल त्यही नै भन्न मन लाग्छ नेपालमा अलिकति राम्रो सङ्गिलो पानीमा खेल्ने देख्ने बानी भएर होला अलिक यहाँको पानी धमिलो भएर होला अलिक मनै कस्तो लाग्ने क्या तर हाम्रो सरहरूले म्यामहरूले त त्यहाँ स्विमिङ पनि गर्नुभयो है धेरैजनाले तर हामीले चाहिँ म र मेरो साथीले चाहिँ गरेनौँ हामीलाई चाहिँ अलिक मन लागेन तर फोटो भिडियो चाहिँ गऱ्यौँ हामीले मजाले नै मैले चाहिँ फेरि बालुवामा नाम लेख्ने काम चाहिँ पहिल्यैदेखिको गर्ने हो आफ्नो श्रीमानको नाम चाहिँ लेख्न चाहिँ छोडिनँ है अनि त्यस पछाडि बिचबिचमा टिकटक भिडियो साथीले भनेर बनाएँ पनि तर मलाई यसको लिरिक्स चाहिँ मजाले थाहा थिएन त्यही पनि बनाएँ जसोतसो टिकटक भिडियो बनाउने फोटो खिच्ने काम त बिचमा भइहाल्छ नि त्यही नै दुईजना भएर चाहिँ हामीलाई कोही पनि नचाहिने ग्रुपमा जम्मा 400 भन्दा ओभर हुनुहुन्थ्यो सर म्यामहरू तर हामी चाहिँ दुईजना मात्रै नै हिँड्यौँ प्रायः चाहिँ अनि त्यस पछाडि मिरर त देख्नै नहुने दुईजनालाई सेल्फी फोटो त्यसपछि नजिकै उडिसा भन्ने अर्को स्टेट रहेछ त्यहाँ पनि हामीले सरहरूले भनेर त्यहाँ उडिसा भन्नेमा पनि हामी गयौँ 15-20 मिनट लाग्ने रहेछ त्यहाँ पनि हामीले गयौँ मन्दिर गयौँ साथीहरूले चाहिँ पूजा गर्यो मैले चाहिँ पूजा गरिनँ किनकि मेरो बाबा बित्नु भएको धेरै भएको थिएन नि त त्यही भएर मैले चाहिँ पूजा गरिनँ साथीहरूले चाहिँ पूजा गर्नुभयो अनि सरहरूले पनि पूजा गर्नुभयो उहाँहरू चाहिँ मेरो सर भनौँ उल्लाबारी ब्रान्चमा बन्धु सर सिएम सर हुनुहुन्थ्यो तनहुँ ब्रान्चबाट अनि यहाँ चाहिँ हाम्रो होटल हामी बसेको त्यसपछि बाटोमा हामीले गाडीमा यात्रा गर्ने बेलामा देखेको फ्लावर सप एकदमै राम्रो त्यहाँ गजराहरू देख्यौँ एकदमै मन पर्यो फेरि पनि मिरर सेल्फी मेरो त त्यही हो मिरर चाहिँ देख्न नआउने ड्रेस चेन्ज हुने बित्तिकै मिरर सेल्फी यो दिन चाहिँ हाम्रो कल्चरल ड्रेस लगाएर हामी चाहिँ लास्ट दिन भनौँ यो
दिन चाहिँ हाम्रो चाहिँ ट्रेनिङ थियो, इन्टरनेसनल ट्रेनिङ थियो। यही दिन फेरि मेरो बाबाको 49 भनौँ न, गुरुङ तामाङको कल्चरमा 49 भनेको वर्ष दिने हो। यो दिनमा मेरो बत्ती बाल्नु थियो, बाबाको बत्ती बाल्नु थियो। बत्ती बाल्नको लागि मेरो साथीले एकदमै हेल्प गर्यो, मेरो साथीले यो ठाउँमा पुऱ्याइदियो। थ्याङ्क यू सो मच एलिसाले मगर कलकत्ताको गुम्बा लगेकोमा। थ्याङ्क यू सो मच एलिसा। अनि त्यस पछाडि हतारत हामी प्रोग्राममा गयौँ, त्यस पछाडि हाम्रो ट्रेनिङ भयो, त्यस पछाडि प्रमाणपत्र पनि पाइयो। थ्याङ्क यू सो मच सरहरू, थ्याङ्क यू सो मच भिडियो गरिदिनु भएको मेरो साथीलाई। अनि हामीले फोटो सोटो फेरि खिच्यौँ। सरहरूलाई चाहिँ कल्चरल ड्रेस अति नै मन पऱ्यो र चाहिँ सर म्यामहरूले हामीसँग फोटो पनि खिच्नुभयो। एलिसा र म त यो दिन त सेलिब्रिटीवाला फिल भएको थियो। थ्याङ्क यू सो मच सर अनि म्यामहरूलाई। हामी फोटोहरू खिच्यौँ। त्यस्तै हो, यसरी नै हाम्रो 4 दिनको यात्रा चाहिँ एकदमै रमाइलो भयो। तर मैले सबै भिडियो फोटोहरू चाहिँ यहाँनिर समावेश गर्न सकिनँ, मसँग थिएन नि त। त्यो बेलामा म भ्लगहरू बनाउँदिनँ थिएँ, त्यही भएर मसँग जति छ मसँग भएको फोटो भिडियो मात्रै मैले हालेको छु। अनि यो चाहिँ हाम्रो फर्किँदाखेरिको क्लक टावर हो, कलकत्ताको क्लक टावर। अनि म्याचिङवाला गाडी पनि हिँड्दै थियो नि त, त्यही भएर मैले चाहिँ भिडियो गरेको। सुरुमा चाहिँ मैले त नि यो ठाउँलाई त नि फेरि के अरे ताजमहल भन्थ्यो क्या, यो त ताजमहल होइन रहेछ, खोइ के हो मलाई थाहा भएन, मैले अझै पनि नाम थाहा छैन। त्यस पछाडि हामी काली मन्दिर पनि गयौँ साथीले भनेर। काली मन्दिर चाहिँ मेरो साथीको भाकल रहेछ नि त। अनि काली मन्दिर गयौँ, मान्छे पूजा गरिन, साथीले पूजा गर्यो काली मन्दिरमा पनि। अनि यो यहाँनिर पनि खिच्यौँ। यो मेरो लागि चाहिँ ताजमहल नै हो। नहाँस्नुला सबैजना। मजा आयो, एकदमै रमाइलो भयो, एकदम फन, एकदमै। थ्याङ्क यू सो मच सरहरू। अनि यहाँबाट चाहिँ मैले केही पनि सपिङ गरिनँ नि त। यहाँ कलकत्ताबाट चाहिँ सिर्फ बहिनीहरूलाई मैले चाहिँ इयररिङ्सहरू मात्रै किनेर ल्याइदिएको। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।